अनि खुसीलाई खुसी हो केटी हो भनेर रातै लगाइदिएको के अरे तलै फरक जस्तै गरेर लगाइदिनु कपडा लगाइदिने हामीले त जानेनौँ कि क्या हो के कस्तो पसिनै आयो मलाई त त्यहाँबाट हिँडेर आउँदा त उडा ए अलिक ठुलो हुँदो रहेछ यसो उठाएर हिँड्नु मात्रै हुन्छ क्या खै फरक खै त जाम के अरे माथिको मिलाइदिनु है कम्मर मैले अब कत्रो कत्रो जस्तो भयो कि माथिको त झन् ठुलो हो पछिला हुन्छ कपडा ल्याइदिन्छु कि कामै लाएन त्यो ठुलो भएर दाई भाउजूले खुसीलाई गिफ्ट लिएर आउनु भएको यो पछि हुने पनि हो पछि हुने त यो राख्दो होइन लगाइदिनु लगाइदिनु मलाई कस्तो लगाएर हेरिदिनु मन लाग्यो के अलि बिचरा सानैमा त्यो मजा त के अरे एउटा प्याम्पस त मिल्दैन यसलाई ज्यान नचल न अनि मलाई ठुलो वासी चाहिँ हुने रहेछ अझ उस ज्यान ठुलो वासी चाहिँ हुने रहेछ पछि राखेर पछि लगाइदियो यो दसैँमा लगाइदिनु यसको बिहा गर्ने बेला जस्तो हुन्छ दसैँमा लगाइदिनु सन्तर है एकचोटि ला ठुलो हुन्छ यो त्यही हराउँछ कि यसलाई त अलि ठुलो वासी अनि केही हुँदैन कि ठुलो भयो सानो भएको भए पो अनि यो त बढ्छ नि त बढ्छ पछि ठिक हुन्छ बढेर त अर्को कोसको त कत्रो है त्यो के जोगु त ठुलो बुढो भइसक्यो कति वर्ष भयो म त कस्तो पसिनै आयो यत्रो उकालो हिँडेर आउँदा त एक्सर्साइज हुने भने त दिनदिनै हिँडेर आउँदा ओ हुनी यो त खै अगाडिबाट हेरौँ खै जान त ज्यान साग लाउनु बाबा जान हामी त लगाइदिनु नसक्ने क्या अनि मलाई त छुँदा कालाकुलु हुन्छ एकछिन समातिर आयो भने बल्ल मान जान ज्याङ अँ त यहाँ तपाईँसित त कस्तो के बच्चै जस्तो गरेर माने नि त मान्छ कि लुपुक्कै हो नि त खुसी ओहो नि खुसी त कति ब्युटिफुल वन्डरफुल भयो नि त यसलाई उठाएर हिँड्यो भने बल्ल ठिक हुन्थ्यो क्या है अलि अलि जिउ ठ्याक्कै उ भयो क्या अलिक ठुलो यसको मैले पुच्छर हाल्नु पनि मैदा थिएँ कि जानुको छ तिमी पुच्छर ल्याउ त्यही त पुच्छर अलिक ठुलो भयो है अलिकति ठुलो भयो यो पछि अलिकति सियोले टपक्क कम्मर बनाइदिए हुन त फेरि माथिकै ठुलो भयो दसैँमा यो बढ्छ नि त माथि मलाई